अबे साले यार अबे तामाङ गीत जाना Hey guys, first of all, welcome my YouTube channel. देखिए आज हैन तर यस्तो प्रोफेसनल गर्नु न प्रोफेसनल चाहिँ गर्न खोजेको चाहिँ हैन तर यस्तो मेमोरिजहरु कहिले कहिलेको त्यो एउटा मेमोरिजहरु चाहिँ अब राख्नको लागि चाहिँ म भिडियो बनाएको त्यस्तो म युट्युबर भन्छु आयो त्यस्तो चाहिँ हैन एउटा मेमोरिज केटाहरुसँग घुम्ने यता रमाइलो गरेको मेमोरिजहरु हालेर राख्ने भोलिपर्सि ठुलो भएर हेर्नु न ठुलो भएर बुढो भएर ठुलो त भएपछि आयो भने कतै ठुलो हुने हैन भनेपछि बुढो भएर हेर्नको लागि ख्याङ्दा चाहिँ अहिले अगाडि छ त्यही हो अहिले चाहिँ हामी यसो माइन्ड फ्रेस गर्न जाऊँ भनेर निस्किएको छ लेट्स सी आज हाम्रो ब्रोले एउटा आइबेट पनि लिएको थियो आइबेटको पनि अलिकति डिस्कस गर्न जाऊँ So guys, this is Tamang boy. केटीहरु फस्ला नि फेरि यो त फेरि मान्छे यसले त फेरि मैले त मान्छे खाइदिन्छ नि यो मान्छे त डेन्जर छ हैन हेड छ यार के भएर चाहिँ ल के किन्नु ल आज जिन्स एउटा ब्यागी प्यान्ट्स हान्देऊ न त ल यतातिर छ कि अस्ति मैले हेरेको यहाँ छु यो सबै ब्यागी प्यान्ट अस्ति मैले हेरेको थियो 2 दिन ट्राई गरेको मलाई अलिक त्यो भएन यो लेडिजको भयो त्यस्तै टाइपको भयो कि हेर्न यत्रो त कहाँ लाउन जाने यो तँ पो मिल्यो पो जोरी तँ पो मिल्यो दे के भन्छ ट्राई गर्ने ट्राई गर्ने के हो यहाँ त सुनको भाडाहरू छ त केटा हो सुनको भाडा छ त पहिला कुन भाडा लाने म त्यहाँ आउँदा यहाँ 3 जना मान्छेलाई एउटा के भन्छ यो पनि के भन्छ यो पनि सुन कलर ज्याकेट पनि सुन कलर खडी पनि सुन कलर ए भाई क्या हो रहा है मेरे साथ आँसुको घरी मनैमा राखी तिमीलाई सम्झी आँसु चाहिँ झारी सो गाइस हामी अहिले के भन्छ एकछिन हल्का चिम्बु थकाली हैन उता देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ के भन्ने वेट गरिरहेछ को हुनुहुन्छ आउनु होला केटाहरु यता बिन्दास हैन यहाँ हिरो म यहाँ जुत्तै नपुगेको लागि बसिरहेँ यसले एउटा जुत्तो पुगालिसक्यो सुगु ए सुगु वालेकुम अस्सलाम सो हाम्रो फाइनली खाना आइसकेको छ यता हाम्रो बिरयानी फिल्म हेर्दै यता हाम्रो भेजिटेरियन लामला यता छ एक कराई भने के एक हायम बिरयानी तर थोरै हुन्छ न यहाँ यो भाडो ठुलो देखिएन तर यो बाक्लो छ कि कम बाक्लो छ बहाना देखो ना सबै तिमीसँग पुग्यो जिउँदा माया नै मसँग खेलेको थियो चाहना सुरुवात तिमीबाट सुरु भयो के हो र अब यो अचानक मन बदलियो मैले सोचेको होइन जुटो थियो कि कसम थियो कुनै अर्थ नि छैन त भन नभट्यो मनले मैले सोचेको होइन र जुटो थियो कि कसम थियो कुनै अर्थ नि छैन त तिमी छैनौ तर उस्तै छ मन
टेबल कुन चाहिँ हो सोध्नु त पहिलेदेखि सोधिरहेको यो लेख्दैछु कथामा हाम्रो बितेको दिनहरू सम्झेर बढ्दै गयो पनायो तर मायाको अर्थ नि भेटिन्न लेख्दैछु कथामा हाम्रो बितेको दिनहरू सम्झेर बढ्दै गयो पनायो तर मायाको अर्थ नि भेटिन्न जुनै सहारा बदल्यो समय तर उस्तै छ माया भन नढटी त्यो मनले मैले सोचेको होइन जुटो थियो कि कसम त्यो कुनै अर्थ नि छैन त भन नढटी त्यो मनले मैले सोचेको होइन जुटो थियो कि कसम त्यो कुनै अर्थ नि छैन त छैन तर उसै छ मन कस्तो छ यो कमेन्ट दिनु न यति मात्रै यति मात्रै ये क्या है यार सो अब चाहिँ हामी फर्किन लाग्यो आज चाहिँ दिउँसो आएको थियो अहिलेसम्म के भन्छ घुमेर बस्यो यताउता रमाइलो गऱ्यो सो भाइ अब चाहिँ हामी लाग्यो भाइ